साथीहरू यो के हो है मलाई थाहा भएन व्हाट इज दिस पहिलोचोटि देखेँ है मैले चाहिँ यहाँ कर्निसमा कतिपल्ट आइयो पहिला तर यो चाहिँ मैले देखेको थिएन र फर्स्ट टाइम मैले यो देखेँ यो के होला है यसको मिनिङ मलाई पनि थाहा भएन ओके पछि कसैलाई थाहा छ भने कमेन्ट गर्नु होला है यो चाहिँ कर्निसमा छ है यो के हो यसको मिनिङ मलाई थाहा भएन ल कसैलाई थाहा छ भने कमेन्ट गर्नु होला है ल यो चाहिँ यो बच्चाहरू खेल्ने पार्क चाहिँ यो 2-3 ठाउँमा धेरै ठाउँमा देखेँ मैले एउटा उता पर थियो एउटा यहाँ छ है एउटा आएर फेरि यहाँ छ अगाडि हेर्न सक्नुहुन्छ यो पार्क चाहिँ ठुलो छ नि त त्यही भएर होला यो चाहिँ ठाउँ बनाइदिएको छ यहाँ पार्क चाहिँ ल हेर्नु चराहरू पनि छन् है यहाँ फेरि नसोच्नु कि यो मरुभूमिमा केही पनि हुँदैन भनेर हेर्नु यहाँ चराहरू पनि छन् चराहरूलाई बस्नलाई पनि यहाँनिर चाहिँ ट्रीहरू छ ल यस्तो गर्नु पनि यो चराहरू चराहरूको पार्क हो यो चाहिँ मजा आयो You wanna play, sister? You wanna play? No. Wow, मजा आयो मजा यहाँनिर बच्चाहरूलाई खेल्नलाई पार्क बनाएको छ ठाउँमा एकदमै राम्रो छ पार्क टोयलेट छ त्यो टोयलेट सायद पेडवाला होला वान्दिरमको कोइन हाल्ने अनि टोयलेट युज गर्ने सो लेट्स गो अनदर प्लेस हाम्रो गाउँघरतिर यसलाई चाहिँ यता झाडी भन्छन् होइन यहाँनिर हेर्नु त यस्तो डेकोरेसनको लागि यस्तो घाँसहरू रोप्छन् यहाँ हाम्रोतिर यो पुरा जताततै हुन्छ काटेर फाल्छन् यहाँ हेर्नु पुरा डेकोरेसनको लागि यस्तो झार लिएर आएर यो सिरुको घारी ल्याएर घाँस रोप्छन् ल हेर्नु यसैले कति राम्रो देखेको छ यहाँनिर हेर्नु यसकै डेकोरेसन छ पुरा यी घाँस ल्याएर पुरा यहाँनिर यो के भन्छ होला सिरु घारी ल्याएर खर ल्याएर आएर डेकोरेसन गरिरहनु त्यही पनि कति राम्रो देखेको छ गाइज हामी चाहिँ यो कर्निसको लेकमा आइसकेँ ल हेर्नु कति राम्रो प्लेस छ फुड इन द लेक प्लिज डु नट थ्रो फुड इन द लेक सो यहाँनिर चाहिँ खानेकुराहरू लेकमा चाहिँ खाल्न पाइँदैन किनभने यहाँ चराहरू छ होइन फिस पनि छ सो फिसहरूलाई चराहरूलाई यो कुराहरू खाल्न चाहिँ पाइँदैन अनि हेरेर मजा लिने आनन्द लिने परेवाहरूले पनि मजा लिइरहन् पानी नजिकै लेक छ त्यसपछि शीतल हावा लगाइरह यो चाहिँ
कर्निसको भाइरल पुल है, भाइरल ब्रिज। अहिले त यो लाइट जलेको छैन, अब अँधेरो भएपछि यो चाहिँ यहाँको कर्निसको भाइरल पुल है, भाइरल पुल। अहिले त लाइट छैन, अब अँधेरो भएपछि यहाँनिर लाइट जल्छ, त्यो राम्रो देखिन्छ। योभन्दा पहिलाको भ्लगमा चाहिँ यो म राति आउँदा चाहिँ यहाँको यो बनाएको थियो भ्लग, हेर्न सक्नुहुन्छ गएर हेर्नु। लेक हो यो, लेक यसको नाम के हो भन्दा लेक पार्क, लेक पार्क। यहाँ चाहिँ बेलुकातिर मान्छे टन्नै हुन्छन्। यहाँ अगाडि बस्ने खाने मान्छेहरू टन्नै हुन्छन्। यहाँ फोटो खिचाउने मान्छेहरू, यहाँनिर खुट्टा हाल्ने ठाउँ हुँदैन बेलुका, मान्छे हुन्छ। अहिले चाहिँ पुरा खाली छ, यहाँ चाहिँ बेलुका खुट्टा राख्ने ठाउँ हुँदैन। बेलुका त पुरा बिजी हुन्छ यहाँ, मान्छे नै मान्छे, फोटो खिचाउनलाई टन्नै मान्छे हुन्छन्। अहिले त पुरा खाली छ, म एक्लै छु ल अहिले चाहिँ। र यो चाहिँ अर्को साइडतिर त्यसपछि आयो लेक। लामै रहेछ यो लेक पनि, ठुलै नै बनाएको रहेछ परसम्म। हाँसहरू हेर्नु, हाँसको जोडी चारो भर्खरै यहाँबाट लेक चाहिँ स्टार्ट हुँदो रहेछ। भर्खरै यहाँबाट स्टार्ट भएर चाहिँ यता योतिर यता जाँदो रहेछ। अन्त जाउँदै क्या हो लास्टसम्म, लेक कहाँसम्म रहेछ लास्टमा गएर हजुरहरूलाई देखाउँछु। गाइज म चाहिँ यो लेकको एन्डमा आइपुगेँ। यो चाहिँ एन्ड हो है। म अघि नै परबाट स्टार्ट गरेको थिएँ नि वक गर्नलाई, अहिले म यो चाहिँ यसको एन्डमा आइपुगेँ। लेकको एन्डमा आइपुग्दाखेरि यस्तो छ, यहाँ चाहिँ यस्तो गोल घर बनाएको छ बस्नलाई, सिटिङ एरिया छ, त्यहाँनिर क्याफ्टेरिया पनि छ। यसरी सिटिङ एरियाहरू र ठाउँ ठाउँमा बनाएको छ, एकदमै राम्रो छ है साथीहरू। ल यहाँ चाहिँ को नजिकै हुनुहुन्छ, नियर बाई, यहाँ आएर भिजिट गर्न सक्नुहुन्छ, आनन्द लिन सक्नुहुन्छ है। ल हेर्नु, यो चाहिँ एन्ड हो, यो लेकको चाहिँ एन्ड पार्ट। ल यो हाँसहरूलाई बस्ने घर पनि छ है, वहाँनिर यो ब्लू देख्नुभयो, हाँसहरूलाई बस्ने घर। फर्स्ट टाइम देखेँ मैले, कति वर्ष भयो यहाँ बसेको, पहिलोचोटि चाहिँ यो राम्रोसँगले भिजिट गर्ने। मलाई नि चाहिँ एकदम मजा लाग्यो है घुमेर। तपाईँहरू पनि नजिकको हुनुहुन्छ, आएर भिजिट गर्न सक्नुहुन्छ। यसरी चाहिँ यहाँ सिटिङ एरियाहरू छ होइन। साँझमा 7 बजेतिर आउँदाखेरि चाहिँ अब ठिक छ, म अहिले अलिक घाम कम्ती भयो है। अघि म आउँदा 4-5 बजेको एकदमै गर्मी पोलिरहेको थियो घामले, अहिले चाहिँ एकदमै राम्रो। त साथीहरू म पनि एकछिन यहाँ बस्छु, आनन्द लिन्छु, त्यसपछि घर जानु पर्यो, घर जान्छु। आज चाहिँ मजाले घुमियो है कर्निस पार्क, पुरा स्टार्टदेखि लिएर एन्डसम्म, एन्डिङ पोइन्टसम्म मैले चाहिँ पुरा भिजिट गरेँ आज। एकदमै आनन्द लाग्यो। ल हेर्नु, यहाँनिर सिटिङ एरियाहरू एकदमै राम्रो छ। यहाँनिर यसो ड्राई पिकनिक आउनु पनि मिल्छ, बस्ने ठाउँ हो। यस्तो ठाउँमा हो माथि देख्नु सक्यो,
यस्तो सानो घरहरू बनाएको छ, बस्ने स्टेसन छ, सबै छ, पानीको सुविधा छ। वहाँ पर पनि छ है स्टेसन यस्तो बनाउने, पिकनिक गर्न मिल्ने सानो स्टेसन त्यहाँ पनि छ। यसरी हामीले चाहिँ डिजाइन गरेको छ कर्निसमा। नजिकको साथीहरू, यु क्यान भिजिट दिस प्लेस, इट्स भेरी नाइस प्लेस। साथीहरू, ट्रीमा चाहिँ नीमको रूपमा चराको हाउस बनाएर राखेको छ, नेस्ट। कस्तो राम्रो बनाएर पनि राखेको होला। हेर्नु त, जुम गरेर देखाउँछु नि पुरानो, कति राम्रो हाउस चराको लागि। प्रत्येक ट्रीमा छ कि यसमा कसैले राखिदियो होला एकदमै हाउस बनाएर ट्री। अर्को ठाउँमा मैले यहाँ चाहिँ देखेँ बर्डको लागि चाहिँ खानेकुराहरू राख्नलाई यसरी बर्ड फिडर भनेर, यसरी बर्डलाई खानेकुरा तपाईँहरूलाई दिनु मन लाग्छ भने यहाँ हालिदिए। बर्डको लागि यस्तो बनाएको छ। दिस इज टोइलेट, पेड टोइलेट, पेड। दिस इज पार्किङ एरिया। तो साथीहरू, आजको लागि यति नै, किनभने म पुरा घुमेर थाकिसकेँ होइन। घाम पनि धेरै छ, घुम्दा घुम्दा म धेरै नै थाकिसकेँ। सो आजको ब्लगमा यति नै। सो अर्को ब्लगमा फेरि पनि नयाँ नयाँ ठाउँ लिएर म फेरि पनि आउने छु। सो मेरो ब्लग हेरेर कस्तो लाग्छ मेरो ब्लग होइन, कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला। आजलाई यति नै, बाई बाई।